सबैजनालाई नमस्कार र स्वागत छ यति बेला स्प्रिङफिल्ड फार्म फ्रेस प्रोड्युसमा। यो चाहिँ अहिले हामी तास्मानियाको स्प्रिङफिल्ड भन्ने ठाउँमा छौँ र यहाँ चाहिँ राखिएको छ टमाटरको बिउहरू, जस्तै अब बिफ स्टेक टमाटोज, अर्ली सस टमाटोज, येल्लो चेरी टमाटोजको बिरुवाहरू छ। र यो चाहिँ स्प्रिङफिल्ड फार्म फ्रेस प्रोड्युस सिजनल अर्ग्यानिक प्रोड्युस, एकदमै सबै अर्ग्यानिक मात्र पाइन्छ यहाँ भने। यो साइडमा देख्न सक्नुहुन्छ टमाटो रेलिसहरू र लगायत सस, ब्लुबेरी जाम, ब्ल्याकबेरी, एप्रिकोट जामहरू, प्लमको जामहरू। अनि उहाँहरू चाहिँ यो मलाई जहाँसम्म लाग्छ यो फार्मको चाहिँ फ्यामिली मेम्बर्सहरू हुनुहुन्छ। आफ्नो चाहिँ फार्मलाई चिनाउनलाई यसरी राख्नुभएको छ बाहिरपट्टि एउटा घर बाहिर यो रुफ बनाएर भने। यहाँ अनियन देख्न सक्नुहुन्छ। यो अन्त चाहिँ महँगो पर्छ भने यहाँ चाहिँ यो एकदमै अर्ग्यानिक अनियन 2 किलो ब्यागलाई चाहिँ $3 छ भने एप्पल $5 लगायत अन्डालाई $650 छ भने हामीले अन्डा लिगिसकेका छौँ। र पोट्याटो यो डच क्रिम पोट्याटो $6 पर किलो छ भने अर्को न्यू सिजन पोट्याटो बिस्मार्क $6 पर किलो रहेको छ भने यहाँ चाहिँ उहाँहरूले एउटा यदि प्रेस बेल छ अनि यो बेल थिच्नु भयो भने चाहिँ कोही आउनुहुन्छ। यदि कोही आउनलाई असक्त अथवा त्यति बेला हुनु भएन भने जार राखिएको छ, यसमा केही खुल्ला पैसा छ। तपाईँले चाहिँ आफूलाई अब कुन सामान किन्नुहुन्छ त्यो चाहिँ आफूमा भर पर्छ होइन। अब तपाईँले चाहिँ यो $6 अब हामीले 6.5 को चाहिँ यो अन्डा लियौँ हामीले, हामीसँग अब 0.50 सिक्का थिएन, हामीले $7 यहाँ राख्यौँ अनि त्यस पछाडि लियौँ। अथवा धेरै पैसा छ भने चाहिँ राखेर यहाँ साटेर फेरि लिन सक्नुहुन्छ भने। यतापट्टि एप्पल पाइज, बिस्किट अनि होममेड अब साबुनहरू होइन, अब यहाँ बाथ क्रम्बल्सहरू, स्याम्पूहरू देख्न सकिन्छ, मोइस्चराइजिङ क्रिम। र उहाँहरूले चाहिँ आफ्नो फार्मको फ्यामिली मेम्बर्सको फोटो चाहिँ यसरी राख्नुभएको छ नि। यो एकदमै राम्रो चाहिँ प्रमोट गर्नुभएको छ आफ्नो बिजनेसको है। अनि यसरी राख्दा पनि केही चोरी चकारी नहुने, कति ढुक्क होइन। यो ठाउँमा अस्ट्रेलियाको विशेष गरी अहिले यो हामी तास्मानियाको एकदमै गाउँमा रहेका छौँ, त्यसमा पनि उहाँहरू चाहिँ यति कन्फिडेन्ट हुनुहुन्छ कि चोरी हुँदैन र पैसा चाहिँ अब कुनै व्यक्तिले चाहिँ एक्ज्याक्ट प्राइस दिन्छ भनेर ढुक्कको साथ उहाँहरूले यत्तिकै छोड्नु पनि भएको छ। र त्यो जारभित्र $20 लगायत अरू सिक्काहरू पनि छन् होइन, केही पनि हुँदैन। त्यो चाहिँ हामीले नेपालमा पनि यो कन्सेप्ट अपनाउन सक्यो भने चाहिँ एकदमै राम्रो हुन्थ्यो होला जस्तो लाग्छ। त्यही भएर मैले यहाँलाई यो भिडियो देखाएँ। र यहाँबाट पछाडि देख्न सक्नुहुन्छ यहाँ चाहिँ उहाँहरूको अर्ग्यानिक फार्म यति बेला पनि देख्नु भइरहेको छ। यस्तो राम्रो अर्ग्यानिक फार्म छ है। यो भ्यू मैले यहाँ देखाउन चाहेँ, निकै नै अर्ग्यानिक फार्म छ, एकदमै सुन्दर लाग्यो मलाई। र यही भन्दै चाहिँ मैले आजको भिडियोबाट बिदा हुन चाहन्छु। हस् त, थ्याङ्क यू।